आज हामी कुरा गर्छौं चुली उपन्यासको मूल भावको बारेमा। चुली उपन्यास साहित्यकार सारू भक्तद्वारा लेखिएको उपन्यास हो। उनको वास्तविक नाम भक्तबहादुर श्रेष्ठ रहेको छ। उनको जन्म विक्रम सम्वत 2013 भदौ बागबजार पोखरामा भएको थियो। यस उपन्यासमा जीवन सम्बन्धित गम्भीर भावहरू प्रस्तुत भएका छन्। कतै यथार्थवादी भाव, कतै सङ्घर्ष र प्रेममय भाव, कतै दार्शनिक भाव त कतै अस्तित्ववादी भाव प्रस्तुत भएका छन्। विभेदपूर्ण सामाजिक दृष्टिकोणप्रति समेत उपन्यासमा व्यङ्ग्य प्रस्तुत छ। मानिस बाह्य रूपमा होइन, आन्तरिक रूपमा खुसी हुनु महत्त्वपूर्ण छ। भौतिक सम्पन्नतामा मात्र ऊ सुखी अनि खुसी हुन सक्दैन। आफूले गरेका असल कर्मले नै उनलाई आनन्द प्रदान हुन्छ। सामान्य मानिस जीवनमा जोखिम उठाउन साहस गर्दैनन्। वास्तवमा जीवन भन्नु त जोखिमहरूको सुन्दर कविता हो। मानिसले जीवनमा आइपर्ने जस्तै कठिनाइको पनि सामना गर्ने साहस गर्नुपर्दछ। जोखिमदेखि तर्सिनेहरू गन्तव्यमा पुग्न सक्दैनन्। मन शिथिल हुने मानिसहरू जीवनमा यात्राको कुनै जोखिम उठाउँदैनन्। मानिसले गरेका महान कर्महरू कमजोर मनस्थितिका उपज होइनन्। महान कार्यमा अघि बढ्दा भुलहरू हुन सक्छ, असफलता हात पार्न सक्छ। दृढ अठोटका साथ निरन्तर अगाडि बढे अवश्य लक्ष्य चुम्न सफल हुन्छ। मानिसलाई उसको आफ्नो कर्मले महान वा तुच्छ बनाउँछ। हिमालको देशका हामी नेपालीले हरेक क्षेत्रमा सफलताको चुली टेक्नुपर्छ। जीवनको महान यात्रामा हिँड्नेहरू बाटामा जस्तै बाधा अप्ठ्याराहरू आइपरे पनि तिनलाई पन्छ्याउँदै दृढ विश्वास र अदम्य साहसका साथ गन्तव्यतर्फ निरन्तर अघि बढ्नुपर्छन्। शरीर र मनको सन्तुलनमा यात्रा गर्न सके गन्तव्यमा पुग्न असम्भव हुँदैन। मनस्थिति र परिस्थितिलाई सन्तुलित बनाउन सक्नु पनि ठुलो सफलता हो। जोसित आत्मविश्वास, धैर्य र निर्णय गर्ने क्षमता छैन, उसले कहिल्यै हिमाल चढ्दैन अर्थात् सफल बन्न सक्दैन। जीवनको अर्को नाम सङ्घर्ष हो। महान समस्या र महान सङ्घर्षले नै मानिसलाई महान बनाउँछ। उत्तेजनात्मक सङ्घर्षले विजय प्राप्त गर्न सकिन्न। उत्तेजनामा त मान्छेले आफूलाई मान्छे हुँ भन्ने कुरा नै बिर्सिदिन्छ। बुद्धिमत्ताले मात्र चुलीहरू जितिन्छन्। जीवन सङ्घर्षका लागि यस्ता प्रशस्त भावहरू उपन्यासमा प्रस्तुत छन्। मान्छे सामाजिक प्राणी हो। ऊ समाजमा बस्नुपर्छ, तर जीवनमा आफूलाई पर्ने जटिलताहरूसित उसले एक्लै सामना गर्नुपर्छ। महान यात्रा ऊ एक्लैले तय गर्नुपर्छ। प्रत्येक मान्छेमा कुनै न कुनै क्षमता हुन्छ। ऊ भित्रको क्षमतालाई स्वयंले चिन्नु पर्दछ। मान्छेले सबभन्दा पहिले आफूलाई चिन्न र विश्वास गर्न जान्नु पर्दछ जस्ता आदर्शवादी भाव उपन्यासमा प्रस्तुत छ। मान्छे हिमाल चढेर कोही आफै हिमाल बन्छन्, जीवन सफल बनाउँछन् भने कोही दलदलमा फसेर आफै दलदल बन्छन्। सफल हुनु र नष्ट हुनुमा स्वयं मान्छेको चरित्र जिम्मेवार हुन्छ। मान्छेको भावुकता बाधा होइन, उसको लागि अघि बढ्ने सुगम मार्ग हुनुपर्दछ भन्ने भाव उपन्यासमा पाइन्छ। यी बाहेक उपन्यासमा कतै विवशता, कतै आस्था, कतै वितृष्णा त कतै व्यङ्ग्य भावहरू प्रशस्त पाइन्छ। धैर्यता र साहस भएमा मान्छेले सफलताको चुलीमा टेक्न सक्छ भन्ने उपन्यासको मूल भाव रहेको छ। धन्यवाद।